नमस्कार साथीहरू, आज म बीबीएस थर्ड इयर ट्याक्सेसन सब्जेक्टको इन्कम फ्रम इम्प्लोइमेन्टको चाहिँ एउटा कन्सेप्ट र फर्मेटको बारेमा र रुल्सको बारेमा चाहिँ बताउन गइरहेको छु। भिडियोलाई पूर्ण रूपमा हेरेर साथ दिनुहोला र यो कुनै ठाउँमा केही कन्फ्युजन छ भने सोध्नुहोला, कमेन्ट गर्नुहोला भन्न चाहन्छु। र म ढिला नगरिकन सरसर्ती अहिले चाहिँ फर्मेट बताउन गइरहेको छु। फर्मेटमा इन्कम फ्रम इम्प्लोइमेन्ट र चाहिँ बीबीएस थर्ड इयर ट्याक्सेसनको चाहिँ इन्कम फ्रम इम्प्लोइमेन्ट च्याप्टरको चाहिँ बताउन गइरहेको छु। क्यालकुलेसन अफ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भनेको अब मिस्टर अर मिसेस जो पनि हुनसक्छ फर द इन्कम इयर 2079-80 है। फर्मेट चाहिँ सामान्य रहेको छ। पर्टिकुलर अमाउन्ट जस्तै एक ठाउँमा चाहिँ विवरणहरू र अर्को ठाउँमा रकमहरू हुन्छन्। जस्तै यसमा इन्कम फ्रम इम्प्लोइमेन्टको चाहिँ पहिलो नम्बरमा यो सेलेरी एन्ड वेजेस इन्क्लुडिङ ग्रेड्स हुन्छ है। सेलेरी र वेजेस छ भने त्यसमा ग्रेडहरू जोडेर चाहिँ हामीले चाहिँ एनुअल सेलेरी निकाल्छौँ। अनि एडभान्स सेलेरी, अक्युरेट सेलेरी रिसिप्ड, एडभान्स सेलेरीहरू छन्, अक्युरेट सेलेरीहरू छन्, पाएका छन्, रिसिभ गरेका छन् भने त्यसलाई चाहिँ इन्कममा समावेश गर्ने। लिभ पे होइन, छुट्टी बिदा होइन। सेलेरी अफ लायबिलिटी भनेको दसैँ खर्च 1 मन्थ अफ सेलेरी अर्थात् दसैँ अलाउन्स पनि भन्छ है। दसैँ खर्च दसैँ अलाउन्स 1 मन्थ अफ सेलेरी, 1 महिनाको सेलेरीको चाहिँ दसैँ खर्च। ट्रान्सपोर्टेसन अलाउन्स ट्रान्सपोर्ट अलाउन्स भने इन्कममा राख्ने। तर ट्रान्सपोर्टेसन एक्सपेन्सेस भने त्यसलाई इन्कममा राख्नु पर्दैन भनेको छ नि। यहाँ ट्रान्सपोर्टेसन अलाउन्स एन्ड ट्रान्सपोर्ट अलाउन्स भनेको छ भने इन्कममा राख्ने। तर ट्रान्सपोर्ट एक्सपेन्सेस छ भने त्यसलाई इन्कममा नराख्ने है, झुक्किन सक्नुहुन्छ, झुक्क्याएर दिन। बिजनेस प्रमोसनल अलाउन्स भने इन्कममा राख्ने। तर बिजनेस प्रमोसनल अलाउन्स छैन, एक्सपेन्सेस छ भने त्यसलाई इन्कममा राख्ने। इन्टरटेनमेन्ट अलाउन्स मनोरञ्जन भत्ता। रिमोट एरिया अलाउन्स दूर क्षेत्र भनौँ त होइन, टाढा क्षेत्रमा छन् भने रिमोट एरिया भनेको त्यस्ता भत्ताहरू होइन, दुर्गम क्षेत्र भत्ता भन्छन् कि। डिरेक्टर्स अलाउन्स, अदर पर्सनल अलाउन्स, मेडिकल अलाउन्स, लोकल आउट स्टेसन एन्ड फोर्जिन अलाउन्स तिनीहरू चाहिँ हामीले स्टेप 1मा समावेश गर्नुपर्दछ। त्यस्तै भेकल फेसिलिटी 0.5% अफ एनुअल सेलेरी। अनि भेकल फेसिलिटी भनेको छ कार फेसिलिटी भन्ला, मोटर फेसिलिटी भन्ला होइन, त्यस्ता फेसिलिटीहरू छन् भने 0.5% अफ एनुअल सेलेरीको राख्ने है। त्यहाँ रकम दिया हुनसक्छ, त्यो रकमलाई नराख्ने कि 0.5% अफ एनुअल सेलेरीलाई भेकल फेसिलिटी भनेर चाहिँ स्टेप 1मा राख्ने। भेकल फेसिलिटी भनेर स्टेप 1मा चाहिँ 0.5% अफ एनुअल सेलेरीको स्टेप 1मा राख्ने। त्यसपछि छ एकोमोडेसन फेसिलिटी। एकोमोडेसन फेसिलिटी, क्वार्टर फेसिलिटी, रेजिडेन्टल फेसिलिटी भनेपछि 2% अफ एनुअल सेलेरीको है। 2% अफ एनुअल सेलेरीको चाहिँ 2% चाहिँ के को राख्ने, आवासीय सुविधा राख्ने। प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन भनेको छ पिएफ छोटकरीमा है। प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन छ भने त्यो 10% अफ एनुअल सेलेरीको स्टेप 1मा राख्ने। अर्थात् इन्कम फ्रम इम्प्लोइमेन्टमा के राख्ने, 10% अफ एनुअल सेलेरीको चाहिँ राख्ने। त्यसपछि अवार्ड, प्राइज, गिफ्ट रिलेटेड टु इम्प्लोइमेन्ट। कुनै कामदारसँग सम्बन्धित अवार्ड छन् होइन, प्राइज छन् अनि गिफ्टहरू छन् भने तिन चाहिँ इन्कम फ्रम इम्प्लोइमेन्टमा राख्ने। त्यसै फी एन्ड कमिसन होइन, त्यो पनि इन्कम फ्रम इम्प्लोइमेन्टमा लाग्ने। डियरनेस अलाउन्स, महँगी भत्ताहरू इन्कम फ्रम इम्प्लोइमेन्टमा राख्ने है। त्यसपछि पेन्सन फर प्रिभियस इम्प्लोयर, कहीँ पहिलाको काम गरेको व्यक्तिहरूबाट, संस्थाहरूबाट होइन कहीँ पेन्सन आएको छ भने त्यसलाई स्टेप 1मा राख्ने। ओभरटाइम पे भनेको थप काम गरे बापत केही आउँछ भने आएको रकमलाई त्यसमा राख्ने। ड्राइभर च्यापर फेसिलिटी, त्यो ड्राइभर एन्ड च्यापर फेसिलिटी दिएको छ भने त्यसलाई पनि स्टेप 1मा राख्ने। गार्डन फेसिलिटी, त्यो भनेको हाउस होल्ड एक्सपेन्सेसहरू, हाउस होल्ड फेसिलिटी पनि भन्न सक्छ, त्यसलाई पनि स्टेप 1मा राख्ने। तर हाउस होल्ड एक्सपेन्सेस भन्यो भने त्यसलाई स्टेप 1मा नराख्ने। अदर रिलेटेड इन्कम
अदर केही इन्कम इम्प्लोइमेन्टसँग सम्बन्धित इन्कमहरू छन् भने त्यसलाई स्टेप 1 मा राख्ने। त्यो सबैको जोडलाई नै टोटल एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट हुन आउँछ। त्यसपछि हामी स्टेप 2 मा जान्छौँ। स्टेप 2 मा चाहिँ इन्कम फ्रम इन्भेस्टमेन्ट हुन्छ है। इन्कम फ्रम इन्भेस्टमेन्ट कसरी निकाल्ने भने चाहिँ अझ इन्भेस्टमेन्टको पनि च्याप्टर त छ, तैपनि इन्कम मैले हेडिङ लेखेको छैन साथीहरू, तर बुझ्नु होला। इन्कम फ्रम इन्भेस्टमेन्टको एमा चाहिँ गेन अन सेल अफ लिस्टेड और नन लिस्टेड सेयर, इन्ट्रेस्ट रिसिभ्ड फ्रम फ्रेन्ड, इन्ट्रेस्ट रिसिभ्ड फ्रम प्राइभेट मनी ल्यान्डिङ एक्टिभिटिज, ट्रान्जेक्सन जे पनि भन्न सक्छ, गेन अन सेल अफ ल्यान्ड एन्ड बिल्डिङ, गेन अन सेल अफ नन बिजनेस चार्जेबल एसेट यति कुराहरू भए। यो च्याप्टरमा यति नै दिया हुनसक्छ। अरू पनि हुन्छन्, जस्तै डिभिडेन्ड रिसिभ्ड फ्रम फोरिजियन कन्ट्री, त्यस्ताहरू पनि दिएका हुन सक्छन् हैन। त्यसलाई इन्भेस्टमेन्ट, इन्ट्रेस्ट रिसिभ्ड फ्रम फोरिजियन बैंक, फोरिजियन कम्पनी, त्यस्ताहरू चाहिँ कहाँ राख्ने, इन्कम फ्रम इन्भेस्टमेन्टमा राख्ने। अनि बिजनेस और प्रोफेसनमा त्यस्तै त हुन्छन्। गेन अन डिस्पोजल अफ बिजनेस एसेट, गेन रिसिभ्ड गिफ्ट रिसिभ्ड रिलेटेड फ्रम बिजनेस, रोयल्टी फ्रम बुक्स। अनि रोयल्टी रिसिभ्ड भनेपछि चाहिँ अझै इन्भेस्टमेन्टमा राख्ने है। रोयल्टी मात्र भनेको छ भने इन्भेस्टमेन्टमा राख्ने। रोयल्टी फ्रम बुक्स भनेको छ भने बिजनेसमा राख्ने। रोयल्टी नेचुरल रिसोर्सेस पेमेन्ट भनेको छ भने त्यसलाई इन्भेस्टमेन्टमा राख्ने है। नेचुरल रिसोर्स पेमेन्ट भनेको छ, रोयल्टी मात्र भनेको छ भनेपछि इन्भेस्टमेन्टमा राख्ने। तर रोयल्टी फ्रम बुक्स भनेको छ भने त्यसलाई बिजनेसमा राख्ने। त्यसै गरी अब तेस्रो नम्बरमा छ ट्याक्सेबल क्याल्कुलेसन अफ ट्याक्सेबल इन्कम। ट्याक्सेबल इन्कम चाहिँ कसरी क्याल्कुलेसन गर्छन् त? अब इन्कम फ्रम इम्प्लोइमेन्ट हैन, एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट, एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट, एसेसेबल इन्कम फ्रम बिजनेस, तीनवटाबाट आएको आम्दानीलाई पहिले स्टेप 1 मा राख्ने हैन। स्टेप 1 मा हैन, स्टेप 4 मा हो, तर 4 को पनि पहिलोचोटि टोटल एसेसेबल इन्कम आउँछ। टोटल एसेसेबल इन्कमबाट लेस के कन्ट्रिब्युसन टु रिटायरमेन्ट फन्ड, रिटायरमेन्ट फन्ड गर्दा 1/3 अफ टोटल एसेसेबल इन्कम गर्ने है। 1/3 अफ टोटल एसेसेबल इन्कम गर्ने। एक्चुअल छ नि, एक्चुअल चाहिँ यो एक्चुअल छ नि, यो 20% अफ एनुअल सेलेरीको गर्ने, 20% अफ एनुअल सेलेरीको गर्ने, 20% अफ एनुअल सेलेरी, 20% अफ एनुअल सेलेरीको गर्ने। प्लस सिआइटी दिएको छ भने सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नागरिक लगानी कोषको चाहिँ त्यसमा एक्चुअलमा देखाउने। अनि म्याक्सिमम लिमिट चाहिँ 3 लाख विच इज लेस। त्यो 3 मध्ये को चाहिँ सबभन्दा कम छ, सबभन्दा सानो छ, त्यसलाई चाहिँ घटाउने। अनि एडजस्टेड ट्याक्सेबल इन्कम आउँछ। एडजस्टेड ट्याक्सेबल इन्कमबाट चाहिँ लेस गर्ने डोनेसन। डोनेसन एज पर रुल अनुसार, डोनेसनको रुल चाहिँ के हुन्छ भने 5% अफ एडजस्टेड ट्याक्सेबल इन्कम, 5% अफ एडजस्टेड ट्याक्सेबल इन्कम है। इफ नर्मलको केसमा है 5% अफ एडजस्टेड ट्याक्सेबल इन्कम। एक्चुअल दिएकै हुन्छ। म्याक्सिमम चाहिँ 1 लाख विच इज लेस। अर्को चाहिँ पशुपति एरिया डेभलपमेन्ट ट्रस्ट र लुम्बिनी एरिया डेभलपमेन्ट ट्रस्टको चाहिँ 10% अफ टोटल एसेसेबल इन्कम है। बुझ्नु होला है। डोनेसनको केसमा 10% अफ टोटल एसेसेबल इन्कम है। एक्चुअल म्याक्सिमम 10 लाख विच इज लेस। अनि आउँछ ट्याक्सेबल इन्कम बिफोर एक्जम्सनहरू आउँछन्। एक्जम्सनमा के गर्ने, रिमोट एरियाहरू एबिसिडी, रिमोट एरिया एबिसिडी गर्ने। अनि लाइफ इन्सुरेन्स प्रिमियम पनि हुन्छ। लाइफ इन्सुरेन्स प्रिमियम म्याक्सिमम चाहिँ 40,000 र एक्चुअल गर्ने विच इज लेस गर्ने है। हेल्थ इन्सुरेन्स प्रिमियम म्याक्सिमम 20,000 एक्चुअल विच इज लेस गर्ने है। हाउस इन्सुरेन्स म्याक्सिमम 5,000 एक्चुअल गर्ने विच इज लेस। अनि 25% अफ पेन्सन इन्कम इफ सिङ्गल इफ डबल अर कपाल, बिहे गरेको र बिहे नगरेको होइन, सिङ्गल र डबलमा चाहिँ के गर्ने 25% अफ पेन्सन इन्कम। पेन्सन इन्कमको 25% गर्ने। अनि 75% अफ फोरिजियन इन्कम, फोरिजियन इन्कममा दिएकै हुन्छ क्वेसनमा, त्यसको 75% गर्ने। 50% अफ डिजिबल इन्कम, 5 लाख सिङ्गल, 6 लाख डबल, 6 लाख डबलको है। यो 6 लाख डबल
1 2 3 4 5 6 लाख डबलको एक्चुअल गर्ने, जो सानो छ त्यसलाई घटाउने है। अनि यति गर्दाखेरि ट्याक्सेबल इन्कम आउँछ। ट्याक्सेबल इन्कम पछि चाहिँ ट्याक्स लायबिलिटी क्यालकुलेसन गर्ने। यो सिङ्गलको, यो कपलको। सिङ्गलको फर्स्ट 5 लाख 1%, नेक्स्ट 2 लाख 5 देखि 7 सम्म कति 10%, त्यसपछि 7 देखि नेक्स्ट 10 लाखसम्म 3 लाख, त्यसको 20% होइन 20, अनि 10 देखि 20 10 लाखको 30% र अब 20 लाखको 36% हान्ने। अनि डबलको हकमा पनि त्यही हो, 6 लाखदेखि स्टार्ट गर्ने 1% अनि अमाउन्ट राख्ने है। अनि नेक्स्ट 2 लाख 6 देखि 8को है 10%, 8 देखि 11को 3 लाख हुन्छ, त्यसको चाहिँ 20%, अनि 9 लाख 11 देखि 20को 30%, अनि एभब 20 लाख, त्यो 20 लाखभन्दा माथि छ भने 36% गर्ने। अनि त्यो आउँछ टोटल ट्याक्स लायबिलिटी भन्यो। यसलाई के भन्छ हामी? टोटल ट्याक्स लायबिलिटी। कसलाई? या योबाट बनाउने, दुइटै बनाउनु पर्दैन, एजुम या तपाईँले एजुम चाहिँ सिङ्गलको हकमा क्वेसनमा भनेको छ भने क्वेसनको आधारमा बनाउने। क्वेसनमा कुनै कुरा उल्लेख गरेको छैन भने एजुम सिङ्गल अर डबल, कपल अर सिङ्गल, जुनसुकै छान्दा पनि हुन्छ, त्यसको आधारमा एउटा अमाउन्ट निकाल्ने। अनि त्यसलाई टोटल ट्याक्स लायबिलिटी भन्छन्। त्यसबाट लेस एडभान्स टिडिएसहरू दिएको छ भने त्यो घटाउने। एक्सेस टिडिएसहरू। मेडिकल टुलको चाहिँ 50% अफ एप्रुभ्ड बिलको 15%, अनि म्याक्सिमम 750। एक्चुअल कति छ? त्यसपछि विच इज लेस गर्ने है। त्यसपछि विच इज लेस गर्ने, बस भइहाल्यो। अनि लेडिजको हकमा छ भने होइन, आइएमआईको हकमा छ भने रिबेट फर वुमेन भन्ने हुन्छ, रिबेट फर वुमेन गर्ने। अनि त्यसपछि चाहिँ रिबेट फर वुमेन कसको गर्ने भने टोटल ट्याक्स लायबिलिटीको चाहिँ 10% अफ रिबेट फर वुमेन भनेर घटाउने। त्यो चाहिँ महिलाको हकमा मात्रै हो। अनि त्यसबाट त्यो टोटल ट्याक्स लायबिलिटीबाट यति चिज घटाइसकेपछि एडभान्स टिडिएसहरू, एक्सेस टिडिएसहरू, मेडिकल टुल, रिबेट घटाएपछि प्लसमा आए ट्याक्स पेड टु गभर्मेन्ट, माइनसमा आए ट्याक्स रिफन्डेबल हुन्छ। अनि यससँग सम्बन्धित केही सामान्य नियमहरू छन्। कस्ता नियमहरूलाई हुन त माथि लेखेकै छौँ है, त्यही पनि हल्का बुझाउँछौँ। अब स्टेप 1मा समावेश हुने नहुने कुराहरू है। स्टेप 1मा यदि कुनै व्यक्ति गभर्मेन्ट सेक्टरमा काम गर्दछ भने क्वेसनमा कुनै कुरा उल्लेख नगरे तापनि दसैँ खर्च र 1 मन्थ अफ सेलरी र प्रोभिडेन्ट फन्ड 10% अफ एनुअल सेलरीको स्टेप 1मा राख्ने है। कुनै कुरा उल्लेख नगरे भने। यदि क्वेसनमा भेकल फेसिलिटी भनेको छ भने 0.5% अफ एनुअल सेलरी स्टेप 1मा राख्ने। तर भेकल फेसिलिटीसँगै दिएको ड्राइभर वेजेज एन्ड फ्युल एक्सपेन्सेसलाई कहीँ पनि नराख्ने। ड्राइभर वेजेज एन्ड फ्युल एक्सपेन्सेस छ भने त्यसलाई कहीँ पनि नराख्ने है। त्यो अफिसले दिया हो या कसैले दिया हो, कहीँ पनि नराख्ने त्यसलाई। अनि यदि मासिक पारिश्रमिक प्राप्त गर्ने कर्मचारी भएमा सवारी साधनको बजार मूल्यको 1% आयमा समावेश गर्ने होइन। यदि क्वेसनमा एकोमोडेसन फेसिलिटी, क्वार्टर फेसिलिटी, रेजिडेन्टल फेसिलिटी भनेको छ भने 2% अफ एनुअल सेलरीको स्टेप 1मा राख्ने। यदि क्वेसनमा हाउस रेन्ट अलाउन्स भनेको छ भने हाउस रेन्ट अलाउन्सलाई स्टेप 1मा राख्ने। तर हाउस रेन्ट पेड बाई अफिस भनेको छ भने उक्त अमाउन्टलाई स्टेप 1मा नराख्ने, कहीँ पनि नलेख्ने। अर्थात् स्टेप 1मा राख्ने पेड बाई अफिस भन्यो, हाउस रेन्ट पेड बाई अफिस भनेको छ कहीँ पनि नराख्ने। अलाउन्स भनेको छ भने स्टेप 1मा राख्ने। हाउस रेन्ट पेड बाई अफिस भनेको छ भने त्यसलाई कहीँ नराख्ने, बरु त्यसको ठाउँमा एकोमोडेसन फेसिलिटी भनेर 2% अफ एनुअल सेलरीको स्टेप 1मा राख्ने है। यदि मासिक पारिश्रमिक प्राप्त नगर्ने कर्मचारी भएमा भाडामा लिएको भवन भए भाडा रकम बराबरको र आफ्नै भवन भए प्रचलित भाडा दरको 25% हुन आउने रकम भुक्तानी दिए सरह भने निजको आयमा समावेश गर्नुपर्ने हुन्छ भनेको छ है। यदि क्वेसनमा उल्लेख गर्ने अनुसार लन्च फेसिलिटी अफिसका सम्पूर्ण कर्मचारीलाई दिएको छ भने त्यसलाई कहीँ पनि नराख्ने है। लन्च फेसिलिटीलाई कहीँ पनि नलेख्ने। तर लन्च फेसिलिटी कुनै एउटा व्यक्तिलाई मात्र दिएको छ र हामीले त्यही सम्बन्धित व्यक्तिको मात्र त्यो आम्दानी देखाउँदैछौँ भनेपछि त्यसलाई स्टेप 1मा राख्ने। अब निम्नलिखित कुराहरू कहीँ पनि नलेख्ने है। यिनीहरू चाहिँ बुझ्न पर्ने कुराहरू, म्याक्सिमम बिगार्ने कुराहरू भने यिन टिएडिए, ट्राभलिङ एन्ड डेली अलाउन्स, पोकेट अलाउन्स, विडो अलाउन्स, मिटिङ अलाउन्स, डिजिबल अलाउन्स, सिनियर सिटिजन अलाउन्सहरू। ट्राभलिङ एन्ड डेली अलाउन्सहरू पर्दैनन्।
पोकेट अलाउन्सहरू पर्दैनन्, विडो अलाउन्स विधवा भत्ताहरू पर्दैनन्, मिटिङ अलाउन्स चाहिँ 20,000 पर मिटिङभन्दा तलको चाहिँ पर्दैन है। पर मिटिङभन्दा 20,000 भन्दा एबभ छ भने पर्छ, 20,000 भन्दा लेस छ भने त्यो पर्दैन। डिजिबल अलाउन्स होइन, सिनियर सिटिजन अलाउन्सहरू चाहिँ यी 6वटा अलाउन्स चाहिँ स्टेप 1मा कहीँ पनि जाँदैनन्। कुनै कुरामा पनि यिनीहरू चाहिँ यी फाइनल विथ होल्डिङ आम्दानीहरू हुन्, त्यसकारण तिनीहरू कहीँ जाँदैनन्। यदि निम्नलिखित पोइन्टमा अग्रिम रूपमा करकट्टी भई आएको हुनाले यिनलाई स्टेप 1मा समावेश गरिँदैन। मिटिङ अलाउन्स अगाडि भनेको थिएँ मैले है। मिटिङ अलाउन्स अप टु 20,000 पर मिटिङ, एउटा मिटिङको 20,000 भन्दा माथिको पाएको छ भने जान्छ, नत्र जाँदैन। लोट्री विन होइन, त्यो चिट्टा हिटा पढेको छ भने त्यहाँबाट आएको आम्दानी चाहिँ मानिँदैन, करयोग्य आम्दानी होइन, नन ट्याक्सेबल इन्कम हो। इन्कम फ्रम पार्ट टाइम लेक्चर जस्तै ट्युसन पढाएर होइन, एक्स्ट्रा क्लास पढाएर त्यहाँबाट आम्दानी आउँछ भने त्यहाँबाट त कर तिर्नु पर्दैन, त्यसकारण यो पनि ट्याक्सेबल इन्कम होइन। डिभिडेन्ड फ्रम रेजिडेन्ट कम्पनी होइन, स्वदेशी कम्पनीहरूबाट डिभिडेन्ड आउँछ भने त्यो पनि ट्याक्स कटाएर आउँछ, त्यही भएर त्यो पनि नन ट्याक्सेबल इन्कम हो। रेन्ट फ्रम हाउस इन्डिभिजुअल, कुनै घरबाट रेन्ट आउँछ होइन, त्यस्तो आउँछ भने त्यसलाई चाहिँ हामीले चाहिँ ट्याक्सेबल इन्कम मान्दैनौँ, ट्याक्स तिर्नु पर्दैन। इन्ट्रेस्ट क्रेडिट टु प्रोभिडेन्ट फन्ड, प्रोभिडेन्ट फन्डमा इन्ट्रेस्ट चाहिँ आउँछ, ब्याज आउँछ भने त्यहाँबाट पनि त्यो मानिँदैन, ट्याक्सेबल इन्कम होइन त्यो है। ट्याक्सेबल इन्कम ट्याक्स काटिएर आउँछ नि त त्यहाँबाट। इन्ट्रेस्ट अन फिक्स्ड डिपोजिट, सेभिङ डिपोजिट, ब्याङ्किङ अकाउन्ट होइन, सेभिङ डिपोजिट फिक्स्डमा छ, सेभिङमा छ होइन, बैङ्क सेभिङ अकाउन्टमा छ, जुनसुकै बैङ्कबाट इन्ट्रेस्ट आयो भने त्यसलाई स्टेप 1मा नराख्ने, किनकि त्यो ट्याक्स काटिएर नै आउँछ। गेन अन सेल अफ इन्भेस्टमेन्ट इन इन्सुरेन्स कम्पनी, इन्सुरेन्स कम्पनीलाई हामीले इन्भेस्टमेन्ट सेल गऱ्यौँ भने त्यसबाट पनि हामीलाई ट्याक्स काटिएर नै पैसा दिन्छ, त्यस भएर त्यो ट्याक्सेबल इन्कम होइन। इन्कम रिसिभ्ड फ्रम चेकिङ एक्जामिनेसन कपी एन्ड अमाउन्ट फ्रम चेकिङ एक्जामिनेसन कपी एन्ड अमाउन्ट रिसिभ्ड फ्रम सेटिङ पेपर फ्रम चेकिङ एक्जामिनेसन कपी भनेको छ होइन। त्यो चाहिँ हामीले एक्जामिनेसन कपीबाट होइन कापी चेक गरेर, परीक्षाका कापीहरू चेक गरेर चाहिँ त्यहाँबाट हामीले आउने आम्दानी चाहिँ नन ट्याक्सेबल इन्कम हो, किनकि हामीलाई अग्रिम रूपमा नै कर कट्टी गरिदिएको हुन्छ। डिभिडेन्ड रिसिभ्ड फ्रम म्युचुअल फन्ड, सामूहिक लगानी कोषबाटहरू आएका डिभिडेन्डहरू पनि कर कट्टी हुने गरेर आएको हुनाले यिनीहरू चाहिँ पनि हामीले स्टेप 1मा राख्नु पर्दैन, किनकि अग्रिम रूपमा नै कटकट्टी हुने गरी आउने गर्दछन्। साथीहरू यति नै हो स्टेप 1मा। म 1-2 क्वेसन गराएर चाहिँ बुझाउने छु। यस च्यानललाई सेयर गर्नुहोला होइन, सब्सक्राइब गर्नुहोला, अनि कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, र केही कन्फ्युजन भए वा मैले सुधार्नुपर्ने कुराहरू भए त्यसको बारेमा पनि सल्लाह सुझाव दिनुहोला। म अर्को भिडियोमा चाहिँ भेट्छौँ अनि क्वेसन बनाएर भेट्छौँ र त्यहाँ प्रष्ट रूपमा बुझाउने कोसिस गर्छौँ। हस्, धन्यवाद, नमस्ते।